यहाँहरू सबैजनालाई फेरि पनि नमस्कार कृषि दिलेख भन्दै आज फेरि धेरै दिनको अन्तरालपछि यहाँहरूको सामु एउटा महत्त्वपूर्ण विषय लिएर उपस्थित भएको छु। र अब आउने डिसेम्बर 26 तारिक ज्योतिषीय दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील दिन मानिन्छ। ज्योतिष शास्त्र अनुसार एक वर्षभित्र जम्मा 12वटा कालो दिन पर्ने गर्छन् र ती सबै कालो दिन मध्येबाट चाहिँ अब यो आउने डिसेम्बर 26 तारिकमा पर्ने दिनलाई सबैभन्दा अशुभ र गम्भीर कालो दिनको रूपमा लिइन्छ। यस दिनलाई ज्योतिषीय भाषामा चाहिँ न्यमगुजुम भनेर भनिन्छ र यसको मतलब चाहिँ 9वटा अशुभ तत्त्वले बोरिएको दिन भनेर चिनिन्छ। यसैसँग सम्बन्धित गरी डिसेम्बर 27 तारिकको दिनलाई सङ्बोचुजुम भनिन्छ। सङ्बोचुजुम भन्नाले 10वटा शुभ तत्त्वहरू जम्मा भएको दिन भन्ने बुझिन्छ। तर नाममा शुभ शब्द जोडिएको भए तापनि वास्तविक ज्योतिष गणना अनुसार डिसेम्बर 27 तारिक पनि कालो दिनकै श्रेणीमा पर्ने गर्दछ। यसलाई केवल नाम मात्र शुभ राखिएको हो। दिनको वास्तविक प्रभाव चाहिँ अशुभ नै मानिन्छ। यसको उदाहरण वैदिक पत्रबाट पनि बुझ्न सकिन्छ। जस्तै कि मङ्गलबारलाई 7 बार मध्येबाट सबैभन्दा अशुभ दिन मानिन्छ, तर त्यसको नाम चाहिँ मङ्गल अथवा शुभ शब्दबाट राखिएको छ। यसरी अशुभ प्रभावलाई कम गर्न वा नराम्रो असरबाट जोगिनको लागि अशुभ दिनलाई शुभ नाम दिने परम्परा रहँदै आएको छ। यही कारणले गर्दा डिसेम्बर 27 तारिकलाई पनि सङ्बोचुजुम भनेर नाम दिए तापनि वास्तवमा त्यो पनि कालो दिनकै रूपमा मानिन्छ। तर पनि कतिपय मानिसहरू यस नामको कारणले गर्दाखेरि अलिकति भ्रममा परेको पनि पाइन्छ। त्यसैले सबैले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरो के हो भने डिसेम्बर 26 तारिकदेखि सुरु भएको कालो दिन डिसेम्बर 27 तारिकसम्म रहिरहन्छ। यो सबैले बुझ्नुपर्ने हुन्छ। र ज्योतिषीय मान्यता अनुसार यस्तो कालो दिनहरूमा कुनै पनि नयाँ कामको सुरुवात गर्नु हुँदैन, टाढोको यात्राहरू गर्नु हुँदैन, त्यसै गरी नयाँ घर बनाउने कामहरू सुरु गर्नु हुँदैन भनेर बताएको छ। तर पनि पहिले नै बनाइरहेको छ भने त्यसलाई लगातार बनाउँदा केही फरक पर्दैन। त्यस्तै गरी त्यो कालो दिन परेको बेलामा चाहिँ कोठाहरू सार्ने, त्यस्तै गरी नयाँ व्यापार व्यवसायमा लगानीहरू गर्ने, विवाह गर्ने, घरमा पाठ पूजाहरू गर्ने, लुङ्दा लगाउने आदि इत्यादि यस्ता सम्पूर्ण शुभ कार्यहरू सुरु नगरेको उत्तम मानिन्छ। यस्तो कालो दिनमा गरिँदा नकारात्मक प्रभाव पर्ने, सफल नहुने, त्यस्तै गरी बाधा बित्न हुने, अशान्ति हुन सक्ने जस्ता विश्वास रहँदै आएको छ। त्यसकारण त्यो कालो दिन परेको बेलामा चाहिँ नयाँ र शुभ कार्यहरू चाहिँ सुरु नगरेको राम्रो हो भनेर म यहाँहरूलाई जानकारी दिन चाहन्छु। तर पनि त्यो कालो दिन परेको दिनमा चाहिँ तपाईँले यति गर्नु नै पर्ने, कुनै कामहरू नगरी नहुने यस्तो खालको स्थिति आइपऱ्यो भने चाहिँ तपाईँले फेरि ज्योतिषभित्र भएको जति पनि प्रक्रियाहरू छ, विधि विधानहरू छ, त्यो पुरा गरेर तपाईँले त्यो दिनमा गर्न पनि सक्नुहुनेछ। र यो कालो दिन अथवा अशुभ दिन परेको बेलामा चाहिँ कुनै काम गर्नै नहुने, गर्नै नमिल्ने त्यस्तो पनि छैन। तर पनि त्यसमा चाहिँ प्रक्रिया पुर्याएर चाहिँ ज्योतिष शास्त्रभित्र बताएको जति पनि प्रक्रियाहरू छ तपाईँले त्यो प्रक्रियाहरू पुरा गरेर चाहिँ गर्नुभयो भने त्यो पनि गर्न सकिन्छ भनेर चाहिँ पुस्तकमा लेखिएको छ। र त्यो पुस्तकमा के लेखिएको छ भने चाहिँ त्यो कालो दिनमा चाहिँ तपाईँले यदि कुनै काम गर्नु एकदम बाध्यता पर्यो भने चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ कर्सुम गर्सुमको सुर गर्नु भनेर चाहिँ बताएको छ। र कर्बुसुम भनेर चाहिँ 3टा सेतो, यसमा चाहिँ दुध, दही र घिउ 3टा पर्छ। र घिउ चाहिँ एकदम शुद्ध घिउ चाहिन्छ भनेर चाहिँ बताएको छ। अमुल बटरको घिउ चाहिँ प्रयोग गर्नु मिल्दैन भनेको छ, किनभने त्यो अमुल बटरको घिउमा चाहिँ अलिकति नुनहरू मिसिएको हुन्छ, त्यसकारण त्यो चाहिँ यति शुद्ध हुँदैन। त्यसकारण यो कर्सुममा चाहिँ दुध, एकदम शुद्ध दुध, अनि दही, अनि यो घिउ 3टा, अनि ngर्मोसुम भनेको छ ngर्सुम, त्यसमा चाहिँ चिनी अनि सक्खर, मह, यो 3टा। यसरी दुध, दही, घिउ, चिनी, सक्खर र मह यो जम्मा यो कर्सुमलाई चाहिँ यसरी मिसाएर चाहिँ सुर गऱ्यो भने चाहिँ सुर पठाएर चाहिँ सुर गर्नुभयो भने चाहिँ फेरि त्यो कालो दिन परेको बेलामा पनि तपाईँको कुनै काम एकदम महत्त्वपूर्ण काम गर्नै पर्ने, त्यही दिनमा गर्नुपर्ने त्यस्तो कामहरू छ भने चाहिँ तपाईँले यो सुर गरेर चाहिँ गर्दा अलिकति त्यसको कालो दिनको प्रभाव चाहिँ त्यति पर्दैन भनेर चाहिँ पुस्तकमा बताएको छ। र अर्को कुरो चाहिँ फेरि के बताएको छ भने चाहिँ एउटा ब्याडाको टाउको बनाएर, त्यो ब्याडाको टाउको चाहिँ तपाईँले अब अहिले पसलतिर पनि किन्न पाइन्छ। विभिन्न प्रकारका सिसाले बनाएको ब्याडाको टाउकोहरू, रेडिमेड टाउकोहरू, सानो सानो टाउकोहरू चाहिँ पसलतिर भएको पनि पाइन्छ। र त्यो किन्दा पनि हुन्छ। र त्यो किन्नु भएन भने चाहिँ आफैले
पिठोबाट बनाएर पिठो मुछेर चाहिँ एउटा भेडाको टाउको बनाएर चाहिँ त्यो भेडाको टाउकोको बाहिर चाहिँ अब घिउ लगाएर घिउले लेपन गरेर चाहे तपाईँले पसलबाट किनेको होस् वा आफैले बनाएको होस् त्यो बनाइसकेपछि त्यसमा चाहिँ बाहिरबाट चाहिँ घिउले लेपन गरेर घिउ लगाएर चाहिँ सेतो बनाएर चाहिँ त्यो भेडाको टाउको चाहिँ त्यो घरको दैलोको माथिपट्टि चाहिँ यसरी राख्यो भने चाहिँ तपाईँले त्यो कालो दिनमा चाहिँ कुनै महत्त्वपूर्ण कामहरू गर्नुपर्ने यस्तो बाध्यता भयो भने चाहिँ त्यो प्रक्रिया पुर्याएर चाहिँ गऱ्यो भने चाहिँ त्यो कालो दिनको प्रभाव अथवा त्यो कालो दिनबाट आउने बाधा विघ्नहरू चाहिँ अलिकति कम्ती हुन्छ भनेर चाहिँ ज्योतिष पुस्तकमा लेखेर राखेको पाइन्छ। त्यस कारणले गर्दाखेरि अब संक्षिप्तमा भन्नुपर्दाखेरि त्यो कालो दिन परेको बेलामा चाहिँ जतिसक्दो नयाँ काम र महत्त्वपूर्ण कामहरू चाहिँ सुरु नगरेको राम्रो हुन्छ र यदि गर्नुपर्ने नै बाध्यता र त्यस्तो परिस्थिति भयो भने चाहिँ तपाईँले अहिले माथि बताएको त्यो कुराहरू अथवा त्यो प्रक्रियाहरू पुरा गरेर गर्नुभयो भने चाहिँ तपाईँलाई अलिकति फाइदा हुन्छ अथवा त्योबाट चाहिँ अलिकति हानि नोक्सानी र प्रभावहरू हुँदैन भनेर चाहिँ पुस्तकमा लेखिएको कुराहरू मैले तपाईँहरूको सामु यहाँ राखिदिएको छु र यही महत्त्वपूर्ण जानकारी सबैलाई समयमै सचेत गराउने उद्देश्यले मैले यो भिडियो सार्वजनिक गरेको छु। यस जानकारीलाई आफ्नो परिवारजन साथी मित्र त्यस्तै गरी चिनजनका सबै मानिसहरूमा यो भिडियोलाई सेयर गरी जानकारी दिने कोसिस गर्नुहोला। सबैको भलो र सचेतनाको लागि सानो प्रयास हो। धन्यवाद।